हेलो एन्ड नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। आज चाहिँ म तपाईहरुलाई सोलो हाइड्रो पावरको आइपिओ कसरी भर्न सकिन्छ भन्ने बारे चाहिँ छोटो जानकारी दिन गइरहेको छु। सुरुमा तपाईहरुले ब्राउजर खोल्नु होला। ब्राउजर खोलेपछि यस्तो इन्टरफेस आउँछ अनि मेरो शेयर भनेर सर्च गर्नु होला। मेरो शेयर खोलेपछि यस्तो इन्टरफेस आउँछ र आफ्नो डिपी आइडी चाहिँ सिलेक्ट गर्नु होला। मेरो चाहिँ प्राइम कमर्सियल रहेको छ र आफ्नो युजर नेम राख्नु होला र युजर नेम राखे लगत्तै आफ्नो फेरि पासवर्ड के राख्नु भएको छ त्यो फेरि यो पासवर्ड बक्समा गएर आफ्नो पासवर्ड राख्न सक्नुहुनेछ। पासवर्ड राखे लगत्तै यस्तो इन्टरफेस ओपन हुनेछ र माथि 3 डट बटनमा क्लिक गर्नुहोस्। 3 डट खुलेसँगै माई आस्बामा गएर फेरि क्लिक गर्नुहोस् र त्यहाँ यस्तो इन्टरफेस आउनेछ र भोलि आउँदो दिनमा सोलो हाइड्रो पावरको आइपिओ अप्लाई गर्न सक्नुहुनेछ। त्यसैले यो सुनौलो अवसर कसैले नबिर्सिनु होला। हस्त धन्यवाद।